श्री आद्य जगद्गुरु शङ्कराचार्यजी महाराजद्वारा रचना भएको मानस पूजाको नेपाली अनुवाद, जुन अनुवाद हाम्रा साहित्याचार्य भरतराज पन्तज्यूद्वारा भएको छ, सोही पाठ आज म यहाँ गर्न गइरहेको छु, जुन नेपालीमा छ। चन्दन सदा कस्तुरीले युक्त छ, चाहे चापर बेला पत्र पनि छन् धूपबत्ती पनि, यो सारा मनले रचे पशुपते पशुपते स्वीकार लौस् पनि। हीराका सुनका कचौरीहरूमा छन् तथा खीर छन्, नाना भक्षर भोज्य दूध दही छन्, केरा तथा पेय छन्, चौरासी पनि व्यञ्जनै जलसफा भरपुरका साथमा, त्यस्तै झन् मसला र पान पनि छन् नैवेद्य यी साथमा, त्यस्तै झन् मसला र पान पनि छन् नैवेद्य यी नाथमा। छाता चामर हम्कने चकिला ऐना सबै ठिक छन्, वीणा ढोलकका सनाईहरूका सङ्गीतका ताल छन्, आठै अङ्ग छ दण्डवत स्तुति गरौँ हयौँ, गुञ्जनै नाथमा, न्याय केवल कल्पदै हृदयले थापिदिनुहोस् हातमा, न्याय केवल कल्पदै हृदयले थापिदिनुहोस् हातमा। हातमा हुन् शिव पार्वती मतित हुन्, साथीहरू प्राण हुन्, देहै हो घर पूजा नै विषय हो, ध्यानादिक निद्रा हातमा हुन् शिव पार्वती मतित हुन्, साथीहरू प्राण हुन्, देहै हो घर पूजा नै विषय हो, ध्यानादि निद्रा हुन्, घुम्ने चाली दक्षिणा भइ गयो, भोलि सबै स्तोत्र हो, जे जे गर्छु सबै यहाँ हजुरकै आराधना मात्र हो, जे जे गर्छु सबै यहाँ हजुरकै